हेलो गाइज, म चाहिँ अहिले ठ्याक्कै यो के भन्छ साबेल भन्दा अरू गोपी कृष्णको छेउमा छु होइन। यहाँ एकछिन फिलहाल हो आजको ट्रिप चाहिँ मेरो गाइज यो के भन्छ जर्सिङ पावातिर छ है। जर्सिङ पावा हुँदै त्यहाँ एउटा आई थिङ्क बुढी चौर हो कि के हो होइन, बुढी चौर के भनिन्छ त्यहाँ गएर चाहिँ घुम्ने भन्ने मेरो प्लान हो। पेट्रोल हालौँ, यहाँ एउटा पेट्रोल पम्प रहेछ कि त्यो भएर यहाँ पेट्रोल पम्प हालिदिउँ भनेर यतातिर आएको थिएँ। साबिल चोकमा छु मैले है। साबिल चोकबाट लेफ्ट हो, यहाँबाट जर्सिङ पौवा हुँदै एउटा के त्यो बुढी चौर कि के भन्छ क्या त्यो एउटा टी गार्डन छ अरे। आजको चाहिँ मेरो ट्राभल त्यही हो, बिस्तारै जाँदै गर्छु। गेट हो कि जस्तो लाग्छ मलाई है। बौद्ध गेट त यहाँ होइन, यही हो बौद्ध गेटतिर आइपुग्यो है। हाम्रो यो के भन्छ यहाँ बौद्ध स्तूपा समथिङ गुम्बा यतापट्टि लेफ्ट साइडमा छ होइन। सबैजनाले साइड घुम्नुभयो होला। काठमाडौँको जाम पनि फेरि यस्तो छ है के भन्ने। अहिले चाहिँ यो जोरपाटीको पुल क्रस गरेर यो चाहिँ यो थली जाने बाटो है। यो चाहिँ थली जाने बाटो हो। अगाडि एउटा चोक आउँछ, त्यो चोकबाट यो के भन्छ यो पिपल बोर्डतिर पनि जाने मिल्छ है। पिपल बोर्ड भन्नाले हाम्रो बोर्डेतिर भयो होइन, त्यतातिर जाने मिल्छ। त्यहाँबाट भक्तिपुर शक्तिपुर थिमी पनि जाने मिल्छ। अब मेरो यात्रा आज बुढी चौरको यात्रा चाहिँ जे होस् है सुरु भइसक्यो। आई थिङ्क अहिले बिहानको कति बज्यो 10-11 लगभग बजिसकेको छ। यता अब यो हाम्रो यो के भन्छ यहाँ एउटा क्रिकेट ग्राउन्ड छ। यो यताबाट राइट गयो भने एउटा क्रिकेट ग्राउन्ड छ हाम्रो। यो त यही बाटोबाट जानु मिल्छ उतातिर बोर्डेतिर। अब चाहिँ सरर जानु पऱ्यो बिस्तारै। अब यो थलीतिरको बाटो आइपुग्यो है गाइस। यताको बाटो चाहिँ यस्तो दामी छ नि, अलिक पहिला चाहिँ बिग्रिएको थियो होइन। अब अहिले चाहिँ जस बाटो राम्रो भएको छ यताको। बिचको बाटो चलाउन मजा आउँछ। बिच बाटो के भन्दै थिएँ हेर्दा अफरोड आयो है। यो अफरोड बाटोमा फेरि
आइपुग्यो। पुरानो बस पार्क साँखु भन्या छ है। अब साली नदी पनि आइपुग्यो है। सबैजनाले साली नदीलाई एकचोटि दर्शन गरौँ यहीँबाट। ल यहाँ लेखा छ है यो बोर्डमा, उति देखिरहेको छ त्यो बोर्डमा पूजा पसल साली नदी ज्योतिष तथा भनेको छ है। सबले ढोकम यो साली नदीबाट एकछिन फर्क्यौँ। त्यो माथि अलि त्यो पुलबाट क्रस गरेर त्यहाँबाट फर्किरहेको थिएँ। एकछिन यो आएपछि साली नदी पनि एकछिन यसो दर्शन गर्थ्यौँ भनेर हो। अब यो जर्सिङ पावर जाने बाटो चाहिँ अगाडिबाट है, अगाडिबाट राइट जानु मिल्छ। गर्मी त्यस्तै छ है। त्यही मैले अलि त्यो पुल क्रस गर्नु बित्तिकै त्यतिखेर मैले भिडियो पनि पजाउनु पर्यो। धेरै गर्मी भएर मोबाइल पनि टेम्परेचर भन्दै थियो। अब यताबाट पनि जानु मिल्छ गाइज है, उताबाट पनि जानु मिल्छ है। अब यो चाहिँ एउटा बस पार्कको बाटो भयो के अरे है। अनि यता पनि जानु मिल्यो, नत्र अलिक अगाडि चोकबाट पनि जानु चाहिँ मिल्छ है। गाइज अब यो जर्सिङ पावाको बाटो चाहिँ अब सुरु भयो यताबाट। जर्सिङ पावा हुँदै यताबाट चाहिँ त्यो बुढी चौर भन्ने ठाउँमा गइन्छ। एउटा टी गार्डन छ है। यो बाटो पहिला पनि गइसक्यो, त्यही भएर मैले अब खासै बाटोहरू अब खासै कन्फ्युजन चाहिँ छैन। यताको बाटो चाहिँ लास्टै रमाइलो छ है। अब यो चाहिँ कुन बाटो भन्दाखेरि चाहिँ यो छेउछेउको बाटो हो। ठ्याक्क साली नदी आउँदै गर्दाखेरि होइन, तपाईँ जोरपाटी थलीबाट आउँदाखेरि ठ्याक्क साली नदीभन्दा अलिक माथि लेफ्ट जाने बाटो छ क्या, त्यही बाटो हो। अनि अब यो बाटो तपाईँ यो बाटोबाट तपाईँ अलिक माथि पनि अर्को एउटा बाटो पर्छ, त्यहाँबाट गयो भने चाहिँ बज्र योगिनी हो कि एउटा समथिङ मन्दिर पनि छ है। अब झुक्किनु भयो भने तपाईँले भिडियोजहरू हेरेर यो बाटो आउनु सक्नुहुन्छ तपाईँहरू है। त्यस्तो खासै झुक्किने बाटो छैन। यहाँ जसलाई सोध्यो भने पनि हुन्छ जर्सिङ पावाको बाटो कहाँ हो, यताबाट मेलाम्ची जाने बाटो कहाँ हो भन्यो भने सबैले भनिदिन्छ। बल्ल कस्तो शीतलो भास्तो भएको यो सायद अब अलिअलि बिस्तारै बिस्तारै जङ्गल आउनु थालेर हो कि हो है। यस्तो मिठो हावा हो क्या। बाटो पनि यताबाट राम्रो रहेछ। जङ्गलको बाटो छ है हाम्रो। यो के भन्छ अब त्यो साली नदीपछि यो एउटा जङ्गल।
गरिरहेछ। वेलकम टु जसङ पौवा भनेर है। अगाडि गएर लेफ्ट होइन? ओके। ल गाइस अब यहाँबाट भोटे चौर। मैले चाहिँ फेरि बुढीचौर है, जहिले पनि यो भोटे चौरलाई बुढीचौर भन्ने बानी भएछ है मेरो चाहिँ। त्यही भएर यो यताबाट लेफ्ट भन्छ। अब यो जुन जर्सिङ पावर चोक छ नि, त्यहाँ चाहिँ उता राइट पनि छ लेफ्ट पनि छ है। यो चाहिँ लेफ्ट जाने बाटो है, लेफ्ट जाने। एउटा आई थिङ्क श्री कालिका शरण भन्ने एउटा के भन्छ स्कुल पनि छ, स्कुल कलेज के हो यो है, आई थिङ्क श्री कालिका। ओके यहाँ रहेछ ल के भोटे चौर जाने बाटो भनेर यहाँ छुटेकै रहेछ त। नाङ्ले भारे रे यताबाट मेलाम्ची जान्छ है, माथिबाट मेलाम्ची जान्छ। अस्तिको बाटो म यही बाटोबाट आएको थिएँ है एकचोटि, त्यो के आमा याङडी जाने बेलामा यही बाटो गएको थिएँ मेलाम्ची हुँदै। यो चाहिँ भोटे चौर भने यही हो भोटे चौर। ओ यताको भ्यू त फेरि बब्बालै छ नि त हो, बब्बालै छ नि त हो गाइस। भ्यू त फेरि दामी छ है यताको भ्यू त। तपाईँको बाटो त यो बब्बाल रहेछ है। जर्सिङ पावाबाट यो भोटेचौर जाने बाटो चाहिँ जियोस् गाइस दामी छ है। जर्सिङ रिसोर्ट रे है। त्यो अगाडि एउटा गुम्बा जस्तो पनि देखाएको रहेछ, कस्तो दामी देखा के। भिडियोमा चाहिँ सायद आएन होला, म एकछिनमा देखाउँछु केटाहरूलाई सबलाई है। गुम्बा चाहिँ के हो यार, बब्बाल छ है त्यो गुम्बा चाहिँ। ल गाइजहरू सबले देख्नु भयो होला त्यो गुम्बा है, दामी लाग्यो त्यो गुम्बा चाहिँ। अब कता हो, यहाँ 2-3टा बाटो छ है। यतै हो क्या हो भोटे चौर भनेको चाहिँ। यो के लेखेको छ, शङ्खरापुर चौकी भन्ज्याङ भनेको छ है। सोध्नु पर्यो यो भोटे चौर जाने बाटो कता हो ब्रो? यतै हो। ओके थ्याङ्क यू है। गाडी जान्छ? ल ल ल हस् हस्। बाटो चाहिँ अलिकति खत्तमै छ है गाइज। खत्तम भन्नाले त्यस्तो खत्तम त होइन, अलिकति माटोवाला बाटो रहेछ यहाँ पछाडि चाहिँ। ठ्याक्कै यो के भन्ज्याङ भन्ने छ यहाँ माथिबाट होइन, त्यो त्यहाँबाट अघि मैले देखाएको थिएँ भिडियोमा। त्यहाँबाट चाहिँ अलिकति थोरै अलिकति यो माटोको जस्तो अफरोड जस्तो रहेछ, ढुङ्गा चाहिँ छैन। जस गाडीहरू चाहिँ आउँछ। यताबाट बिस्तारै जाउँ है, यताबाट बाटो राम्रै छ भन्ने कुरा गरिरहेको छन् सबैले। ओहो यता फेरि अफरोड रहेछ, कस्तो अफरोड छ यो, कहाँसम्म छ भन्ने कुरा हो। आई थिङ्क त्यति मात्र रहेछ, धेरै छैन रहेछ। ठिकै छ नि त यो गाडी, आई थिङ्क अड्किया जस्तो लाग्यो मलाई त्यस्तो बाटोमा। बिच बाटोमा गाडीहरू अड्किदिन्छन्, के भन्ने होला। हेभन हिल रिसोर्ट रे, रिसोर्ट पनि यहाँ टन्नै रहेछ है। के अरे भोटे चौर टी गार्डन चाहिँ कहाँ रहेछ? भोटे चौर जाने बाटो यही हो रे भन्ने भने मलाई है। यताको भ्यू चाहिँ दामी छ है। बेला बेलामा चाहिँ अलिअलि अफरोड बाटो चाहिँ देखिन्छ है, अलिअलि कच्ची जस्तो बाटो चाहिँ देखिन्छ होइन। के लेखा छ यहाँ, पाल्नुहरू माउन्टहरूलाई हार्दिक स्वागत गर्छौँ रे, सबै मिठा रहेछ।
बवाल छ है यताको त। ल गाइज फाइनली भोटेचौर चाहिँ आइपुग्यो है। भोटेचौर चाहिँ आइपुग्यो फाइनली। अब सर यो भोटेचौर यो टी गार्डन भन्ने कता हो? टी गार्डन भने कता हो? 5 किलोमिटर हो। बाटो राम्रै छ है? ए ओके ओके। के गर्नुपर्ने मैले भन्नु त? इन्ट्री हो ओके ल। 98644 644 23841 841 घर मेरो काठमाडौँ। हजुर काठमाडौँ बस्ने हो, यसो घुम्ने भन्ने निस्क्यो हामी है। हस् थ्याङ्क यू। यो भोटेचौर भनेको थिएँ यो यहाँ दाइले सोध्नु पऱ्यो। भोटेचौर भन्ने चाहिँ आएछ है श्री सरस्वती हायर सेकेन्डरी स्कुल भन्ने छ है गाइज है। दाइ यो भोटेचौर भन्ने यही होइन? अनि टी गार्डन कता हो हजुर? सिधै हो? हस् दाइ थ्याङ्क यू दाइ। अझै 5 किलोमिटर यता अरे यो भोटेचौर मेन चोक भनेको चाहिँ यही रहेछ गाइज है। यहाँ एउटा श्री सरस्वती हायर सेकेन्डरी स्कुल भन्ने पनि रहेछ है। यताबाट ठ्याक्कै जर्सिङ पावाबाट आउँदै गर्दाखेरि ठ्याक्कै भोटेचौर आएछ। यताबाट चाहिँ ठ्याक्कै 5 किलोमिटर अगाडि गयो भने चाहिँ टी गार्डन आयो। र गाइज है यताबाट मेलम्ची पनि पुग्छ है। मेलम्ची जाने बाटो पनि यही हो। यताबाट जस मेलम्ची सेलम्ची सबैतिर पुगिन्छ। यो कहाँ आइपुग्यो है? यो कहाँ आइपुग्यो हेर्दा त पुरा मनाङ मुस्ताङ जस्तो पो देखिन्छ त ढुङ्गाले गर्दा यार। अब यो कहाँ हो भन्दा अब अलमोस्ट आइपुग्यो हो कि जस्तो लाग्छ। कता कता है 4-5 किलोमिटर भन्दैछन्। बाटो चाहिँ अफ रोड छ है गाइस यतातिर। अलिकति खतम जस्तो बाटो छ। बाटो कस्तो छ ब्रो? अगाडि बाटो अगाडि कस्तो छ? राम्रो छ है। यहाँबाट भोटेचौर कति टाढा? टी गार्डन अलि अगाडि। थ्याङ्क यू है। बाटो चाहिँ अलिअलि अफरोड चाहिँ छ है गाइज। अलिअलि अफरोड छ है। तर जे होस् गाडी बाइक दुइटै जान मिल्छ यो बाटोतिर चाहिँ। यो काठमाडौँबाट अनि साली नदीको बाटो हुँदै साली नदीबाट जर्सिङ पावा हुँदै जर्सिङ पावाबाट त्यो भन्ज्याङ हुँदै भन्ज्याङबाट चाहिँ भोटेचौर हुँदै भोटेचौरबाट यताबाट मेलम्ची जान मिल्छ होइन। हामी जान लागेको चाहिँ टी गार्डन हो। भोटेचौरको टी गार्डन। अलिकति अगाडि पुगेको छु म है। त्यही भएर अब यहाँबाट माथि रहेछ त्यो चिया बगान हैबुङ पाटी भन्स्याङ लेखा छ नि हो। त्यही नै हो गाइज है। त्यही नै हो गाइज है। अब यताबाट चाहिँ बिस्तारै बाटो अलिकति खराब चाहिँ छ है। तर बिस्तारै जान ट्राई चाहिँ गरौँ। बगान हैबुङ पाटी भन्ज्याङ जमानामा आएको थियो। अब अहिले कस्तो अर्कै चेन्ज भएछ है। हेरेर अगाडि कस्तो छ बाटो। यही हो यो बाटी आँगन जाने बाटो यही हो। टी गार्डन टी आँगन के टी गार्डन के अब टी गार्डनलाई नेपालीमा के भन्छ? चियापत्ती के चियापत्तीको त्यो बगान के यही हो। त्यही सोधेको मैले। ए हो हस् हस् थ्याङ्क यू। ल माथि त डाइरेक्ट गाडी जान्छ? ल त ल ल ल। बाटो अलिकति खतमै रहेछ है। बाटो चाहिँ अलिकति अफ रोड छ है गाइज है। अब यस्तो बाटोमा अलिकति बिस्तारै जानै पर्छ है। किनभने अप्सन त्यस्तो धेरै कुदाउने जस्तो खालको बाटो पनि छैन यहाँ होइन। त्यही भएर अलिकति बिस्तारै जानुपर्छ। बाटो चाहिँ अलिकति अफ रोडै हो है। आई थिङ्क माथि गएर चाहिँ एक ठाउँमा गाडी राख्नु पर्ला। अब कहाँसम्म जान्छ गाडी जानु पऱ्यो अनि त्यसपछि चाहिँ जे होस् गाडी राखेर जानु पर्ला। यस्तो बाटो धेरै नजाम जस्तो लाग्यो मलाई। अब अलिअलि माथि कहाँसम्म ठिक छ हेरौँ है।
होटल एन्ड रिसोर्ट बनाएको छ है। कहाँसम्म हो यो भोटिचौरको टी गार्डन, यहीँसम्म हो कि के हो? बाइक त सबै देखिरहेको छु। अलिक माथिसम्म पनि जान्छ कि एकचोटि हेरौँ है। प्रकृति रिसोर्ट भनेर भनेको छ। यहाँ कसैलाई सोध्नु पऱ्यो कि जस्तो लागिरहेछ मलाई। यहाँ दाइले एकचोटि सोध्नु पऱ्यो, दाइले के भन्नुहुन्छ भने चाहनु पर्ला। दाइ यो कता हो? यो चियापत्तीको के अरे बगान कता हो? माथि हो? यता होइन? भनेपछि गाडी यतै राख्नु पऱ्यो। ए ल हुन्छ ल। ल गाइज है, गाडी चाहिँ यतै राख्ने हो अरे होइन। अब यो प्रकृति रिसोर्ट बनाएर चाहिँ यहीँ छेउमा राख्नु पऱ्यो गाडी। एन्ड देन त्यसपछि अनि जाने हो। ल अब म चाहिँ माथि अब यहाँबाट रोकेपछि बिस्तारै माथि गएर चाहिँ भिडियो सुट गर्छु। ल गाइज यो स्पट हो है, यहाँ एउटा प्रकृति रिसोर्ट भन्ने छ होइन। यो स्पटमा चाहिँ गाडीहरू बाइकहरू राख्ने हो। मैले गाडी त्यहीँ पार्क गरेँ। त्यहाँबाट बिस्तारै एउटा यो के भन्छ यो ढुङ्गाको एउटा बाटो बनाएको छ। यहाँबाट बिस्तारै माथि जाने, त्यसरी माथि जाने, यो बाटो उतै जाने। अनि अब 5-7 मिनट जति हिँड्नुपर्छ अरे भनेको छन्। अब हेरौँ कस्तो छ भ्यूहरू चाहिँ। त्यस्तो बवाल छ यताको। ल अब टी गार्डन पनि आइपुग्यो है। ऊ त्यो देखिरहेको त्यही हो टी गार्डन। मान्छेहरू त्यहाँ बसिरहेछन्। हजुरआमा सिधै हेर्न जाने बाटो? अनि के बेच्नुहुन्छ हजुरले? ए ठिक छ। ल यहाँ मोही पनि रहेछ है गाई चाहिँ यो ठाउँमा। हाम्रो हजुरबाले चाहिँ मोही बेच्नु हुँदो रहेछ। यो गाईको भैँसी के हो दाइ? गाई भैँसीको मिसा हो। ल मोही चाखिदिनु पऱ्यो आज, मजा आउँछ। फाइनली टी गार्डन चाहिँ आइसक्यो है। यही हो टी गार्डन भनेको। यो भोटिचौरको टी गार्डन हो। ऊ त्यो माथिबाट भ्यू लिनु पऱ्यो कस्तो आउँछ हेरौँ। फाइनली गाइज है यो टी गार्डन आइपुग्यो। दामी छ यो टी गार्डन नै। वरिपरि टी गार्डन छ, दामी छ। भोटिचौरको टी गार्डनको भ्यू चाहिँ यही हो है। जियोस् दामी छ भ्यू चाहिँ। यतातिर पिकनिक स्पट पनि रहेछ। मान्छेहरू चाहिँ यतातिर यसो आउने पकाउने खाने होइन। टक्क दारू सारू बलेको देखियो। त्यस्तो दामी छ। मान्छेहरू घुम्न आइरहेछन् आज। टिकटक बनाइरहेको जस्तो लाग्यो मलाई। चियाबारीको भ्यू चाहिँ जियोस् बवाल छ है। यति नै हो चियाबारी भनेको, यही हो होइन। यता वरिपरि छ यति हो। यो भोटिचौरको टी गार्डन चियाबारी भनेको यही हो। आई थिङ्क काठमाडौँको सबभन्दा नजिकको स्पट भनेको आई थिङ्क यही होला होइन। यही हो होइन। यहाँ एउटा ढुङ्गा छ। यही ठाउँमा हामी आई थिङ्क 12-15 वर्ष अगाडि आएको थियौँ है साथीहरूसँग। त्यतिखेर मेलामा चाहिँ घुम्न जाने भनेर आएको थियौँ। अहिले फेरि आयो। दामी छ। यही हो भोटिचौरको टी गार्डन भनेको यही हो। अब यति हो भ्यू भनेको गाइज है। अब फेरि भेट्दै गरौँला। अब यसपालिको चाहिँ अनएक्सपेक्टेड यो भोटिचौरको टी गार्डन आयो। फेरि भेट्दै गरौँला। नेक्स्ट भिडियो अब अर्को कहिले हुन्छ ट्रिप। गाइज सी यू सुन है। बाई बाई।